के भन्दाखेरि अहिले त्यता हस्पिटल जानुभएको तपाईँ? ए ए किडनी फेल भएको छ क्या बाबु मेरो। ए ए किडनी 10 रुपियाँ छ किलो। छोडिदिनु नभए हजुर भइहाल्यो। पाइन्छ बाबु। बिरामी पनि हुनुहुँदो रहेछ फेरि। के गर्नु हो बिरामी भए पनि तपाईँले तेल हाल्नुपर्छ होइन। हो होइन प्रायः यस्तो यस्तो भयो भने चाहिँ किडनी फेल भएको छ बाइकमा हेर्नु सबै दुख्छ नि त यो ए ए रेस्ट गर्नु पर्यो। अनि रेस्ट गर्नुपर्छ अनि बाइकमा नहिँड भन्छ न अब 1 दिन होइन 2 दिन होइन बिहान बेलुका जानुपर्छ हेर्नु। त्यही त कि त्यही भने अलिक कमजोरी जस्तो भयो। पानीहरू पिउनु पर्यो अलिक बढी हजुर खानै मिल्दैन किडनीलाई है। हुन त फेरि यस्तो हो कि गर्दैन नि त। फेरि कस्तो भने किडनी भन्ने चिज त हाम्रो खाएको कुरालाई सबैलाई डाइजेसन गर्ने चिजै बिग्रियो भने अब के हो। फिल्टर गर्ने अनि युरिन सप्लाई गर्ने हो अनि त्यो युरिन सप्लाई हुँदैन अनि जिउ हात सुनिन्छ। अनि अप्सन के छ त अनि त्यो किडनी ट्रान्सप्लान्ट फेर्नु पर्ने है दुइटै हो। यस्तो गाह्रो छ उभिनै सकिँदैन। रेस्ट गर्नु घर अगाडि त्यहाँ घाम आयो म पारिपट्टि त्यो तेलमा अनि यहाँ यो हस्पिटलकै घर हो मेरो माइती ए माइती ए ए हजुर 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 ए अनि उता त्यो मेरो घर ए ओके ओके मेरो मेन घर चाहिँ बानेश्वर छ। त्यो चाहिँ मेरो आमाले घर सोध्दै भने किनिसकेको ए ए ए ए ए ए अब अहिले हस्पिटल जाने। ए हुन्छ 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 आन्टी टेक केयर गर्नु होला। हस् बाई। ल यार अब आन्टीलाई फ्री राइड गरिदिउँ पनि भनेर सोचिरहेको थिएँ। अब उहाँले बुझ्नु हुँदो रहेछ। अब कहिलेकाहीँ अब यो तेलको कुराहरूलाई गर्दाखेरि पनि अब साह्रै गाह्रो हुन्छ। अब दुइटै नै उहाँको किडनी चाहिँ यसमा समस्या रहेछ। अब यस्तै त हो नि। अब मैले त फ्री राइड गरिदिन्छु भइहाल्यो भनेको थिएँ बट उहाँले चाहिँ दिइहाल्नु भयो। ल उहाँलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना है।